उबुरा फेभिक्विक सबै ठेउतिर टाँसिन्छ तर त्यसको खोलमा किन नटासेको? जब नानीहरू पेट भित्र हुन्छ 9 महिनासम्मको हुन्छ, तर पेट बाहिर निस्केपछि कसरी फेरि 0 महिनादेखि सुरु हुन्छ? हामीलाई त घामको जरुरत राति पर्छ हैन, तर किन दिउँसो लाग्छ? यदि हामीले कुनै भूतलाई हनुमान चालिसा सुनायौं भने त्यो भूत मुस्लिम निक्ल्यो भने त्यो भाग्छ कि भाग्दैन होला? मान्छे मरेपछि फर्किँदैन, तर स्वर्ग र नर्क कसरी थाहा भयो? जसले पनि घडी बनायो त्यसलाई कसरी थाहा भयो अहिले टाइम कति हुँदैछ भनेर? दबाईलाई चाहिँ कसरी थाहा हुन्छ कहाँ दुख्दैछ भनेर? जब पानी उमाल्छौं त्यो पानीको कीटाणु मर्छ अरे अनि पिनु लायकको बन्छ अरे, तर त्यो कीटाणुको डेड बडी त त्यो पानीमै हुन्छ, तर कसरी फेरि त्यो पानी पिनु लायकको हुन्छ? जब घामले पानी सुकाउँछ भने जिउको पसिना चाहिँ किन नसुकाएको? केटीहरूको पेन्टमा चेन किन बनाएको जबकि केटीहरूले त्यो चेनै युज गर्दैन?